महिनावारी हुँदा मेन्सुरेसन हुँदाखेरि चाहिँ एकदम धेरै ब्लिडिङ हुने मान्छेहरूलाई झनै एकदमै राम्रो हुन्छ। यो मात्रै नभएर आज नारी दिवस पनि हो, त्यसैले गाली गर्न पाइदैन है। आशा क्या मेरो प्रत्येक भिडियोमा कि त भैँसी कराएको हुन्छ, कि त बाख्रा, कि त कुखुरा, यस्तै हो। मेरो नाकको टुप्पो अनि दुईटा गाजर ए हेलो साथीहरु, नमस्कार। मेरो नाम अन्जना गैरे, मेरो घर गोर्खा। आयो हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठीक छु। सो हजुरहरुले थाहा पाइसक्नु भएको छ कि यहाँ अगाडि देखेर नै आज मैले के भिडियो बनाउन लागिरहेको छु भनेर। मैले चाहिँ आज मुकबाङ भिडियो बनाउन लागिरहेको छु। सो हजुरहरु सबैजनालाई मेरो मुकबाङ भिडियोमा एकदमै स्वागत गर्न चाहे। ढिला नगरिकन सुरु गरिहालौँ है त। मलाई भोक पनि लागिसक्यो कि बिहानदेखि खाना नै खाएन। अनि यहाँ छ सुन्तला, चुकुन्दर, अनि गाजर, अन्डा, चटपटे र टुपियाम। मैले स्पाइसी मात्र खासैन है, फलफुलहरु नि खाछु। अनि मेरो पानी कता गयो? अनि मसँग छ यहाँ पानी। पोखिहालो। यो भिडियो हेरेर चाहिँ कसैले पनि गाली नगर्नु होला है, स्पेशली मेरो मम्मी अनि मेरो हस्बेन्ड। मम्मीले चाहिँ बिहानदेखि किन खाना नखाएको, यस्तो पिरो पिरो खाएर भन्नुहुन्छ होला। अनि मेरो हस्बेन्डले चाहिँ खाली जङ्क फुड भयो भने हुन्छ है तिमीलाई भन्नुहुन्छ होला। तर म एक्लै भएको बेला मलाई खाना खान मन लाग्दैन क्या, किन बुझ्नुहुन्न हजुरहरु। सुरु गरे है त साथीहरु। यस पिरो। अनि कोलाई चाहिँ आफू घरमा एक्लै भएको बेलामा खाना खानु मन लाग्दैन, यस्तै जङ्क फुडहरु मात्रै धेरै खान मन लाग्छ, कमेन्ट डाउन बिलो। साथी मैले स्पाइसी मात्र खाएन नि त, यहाँ गाजर छ, सुन्तला छ, चुकुन्दर छ, फलफुल पनि त खाछु नि है। यति मात्रै नभएर आज नारी दिवस पनि हो, त्यसैले गाली गर्न पाइदैन है। चटपटे पनि चाखिहाल्नु पर्यो, पिरो खुर्सानी पनि। अनि यो चुकुन्दर चाहिँ कसले खाने गर्नुभयो, स्पेसल्ली केटी मान्छेहरूले चाहिँ एकदम धेरै खानुपर्छ अरे के यो चाहिँ। हामी चाहिँ खाइराख्छौँ, म पनि खाइराख्छु। अनि यसलाई चाहिँ यत्तिकै खाए पनि हुन्छ, कति मान्छेलाई चाहिँ यो मन पर्दैन कि यत्तिकै खाँदा पनि। अनि यत्तिकै खानालाई मन पर्दैन भने बेलुका चाहिँ यो काटेर राख्ने अनि पानीमा भिजाएर बिहान चाहिँ पानी सट्ट पिए पनि हुन्छ, अथवा उतिखेरै खाए पनि हुन्छ। यो चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रो छ। स्पेसल्ली केटी मान्छेहरूको लागि चाहिँ किन राम्रो छ भने मतलब अब महिनावारी हुँदा मेन्सुरेसन हुँदाखेरि चाहिँ एकदम धेरै ब्लिडिङ हुने मान्छेहरूलाई झनै एकदमै राम्रो हुन्छ। यो रगत बढाउने काम पनि गर्छ। अनि मेन्स हुनुभन्दा अगाडि एक हप्ता अगाडि, हप्ता दिन अगाडिदेखि खानुभयो भने नै एकदमै राम्रो हुन्छ क्या। रेगुलर हुने मान्छेहरूलाई त थाहा हुन्छ नि त, म यो टाइममा हुन्छु, यति बेलादेखि चाहिँ खानुपर्छ भनेर। अनि छान्न पनि जान्नुपर्ने रहेछ क्या, कुनै चाहिँ एकदमै माटो जस्तो कि माटो जस्तो स्मेल आउँछ होइन, मनै पर्दैन। कुनै चाहिँ गुलियो गुलियो एकदम मिठो हुन्छ, सुरुमा त मनै पर्दैन, बिस्तारै बिस्तारै गएपछि त फेरि मिठो लाग्छ क्या, सलाद नै खाम जस्तो। फर्स्ट टाइम होला मैले यति धेरै चिजहरू एकैचोटि खान लागेको, किनकि म खानै सक्दिनँ।
त्यति धेरै स्पाइसी पनि छैन है। फेरि मैले गर्दाखेरि मेरो दिदीले मम्मीले मेरो हस्बेन्ड सबैजना एकैचोटि यति धेरै पिरो खाने खाना नखाए भन्नु होला। त्यति धेरै स्पाइसी हालेको छैन मैले। खाने टन्न 2 गिलास पानी खाइदिने हैन भइहाल्यो नि। सुन्तला पनि खाइहालौँ न है। अझै सुन्तलाको चाहिँ सिजन पनि सकिन लागिसक्यो अनि खासै मिठो छैन होला के है। तर मिठो छ। कस्तो गुलियो रहेछ। चटपट चाहिँ अलि ओसिना पुगिसकेको छ। धेरै भयो। यसमा त दाना पनि छैन क्या हो। आउँदैन त। लास्टमा मेरो पेटबाट उम्रिने रे क्या। सानोमा के कुनै पनि चिजहरू खायो भने जस्तै अब सुन्तला भयो हैन, अनि त्यो भोगटेहरू अमिलोहरू सादेर खाए अनि र दाना फालेन भने चाहिँ अब त्यो पेटबाट उम्रिन्छ भन्नुहुन्थ्यो नि है। हामी कतै भन्छौँ के। अनि आफूभन्दा ठुलो मान्छेले भन्नु भने कतै धेरै रुन्थ्यौँ। त्यस्तो हुन्थ्यो क्या। साँच्चीकै हुने रे क्या है। के हुन्थ्यो होला। कस्तो मेरो नाकको टुप्पो अनि 2टा गाजर हो ला 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 ला। हजुरहरु कसले नोटिस गर्नुभयो तर सबैजना यो भिडियो काट्दै हेर्नुहुन्छ है, मलाई थाहा छ। तर जसले पनि कोही न कोहीले त हेर्नुहुन्छ नि त। मेरो भिडियो नछुटाइकन स्किप नगरिकन हेर्नेहरूलाई चाहिँ थाहा छ क्या। मेरो प्रत्येक भिडियोमा कि त भैँसी कराएको हुन्छ, कि त बाख्रा, कि त कुखुरा, यस्तै हो। यो चाहिँ हाम्रै घरको बाख्रा कराएको हो। मैले त्यहाँ बाख्राको त्यो बाख्रा बाँधिदिएको छु भन्दा नि बाँधेको ठाउँमा चाहिँ खोरमा चाहिँ त्यो ढोका खुल्ला छोडिदिएको छु कि। अनि माउ चाहिँ बाँधिदिन्छौँ अनि त्यो 2टा सानो पाठीहरू चाहिँ बाँध्दै हैन नि त। अनि त्यो यहाँ माथि आयो होला कि, त्यही भएर माउ कराएर चुकुन्दर चाहिँ मेरो बुढालाई पनि एकदम धेरै मनपर्छ। मिस्टर रोकालाई उहाँले चाहिँ स्वास्थ्यको लागि हैन, आफ्नो हेल्थको लागि एकदम राम्रो हुन्छ भन्यो भने पाती दिए पनि खाइदिनुहुन्छ के। तितो नमिठो यस्तो केही पनि भन्नुहुन्न के। जे नि खाइदिनुहुन्छ। मैले पनि खाइदिन्छु किनकि जबरजस्ती। चुकुन्दर त मलाई मन परिहाल्छ तर कुनै कुनै कुराहरू मन पर्दैन नि त हैन। अनि त्यसपछि अनि स्वास्थ्यलाई राम्रो हुने कुरा त कहाँ तिमीलाई मन पर्छ त नि भन्नुहुन्छ। अनि त्यसपछि खान मन लाग्छ। अनि त्यो अरूले भनेर खाएको भनेर जबरजस्ती नै त हुने हैन त। त्यही हो साथीहरु, मैले चाहिँ भ्याइसकेँ तर मैले चटपटे सकिन अलिकति। मैले चाहिँ खाएर भ्याइसकेँ। अनि हजुरहरूले चाहिँ तिमीले भ्यायो हामीलाई के मतलब त भनेर चाहिँ नभन्नुलाई त। किनभने म यत्तिकै पनि खान सक्थेँ। फेरि पनि भिडियो बनाऊँ न त केही नै छैन क्या। म घरबाट कतै गएकै छैन अनि कन्टेन्टहरू पनि केही पनि पाएन। प्र्याङ्क पनि कति गर्ने हैन। मम्मीलाई प्र्याङ्क गरौँ भने बिचारा मम्मी रातभरि सुत्नुहुन्न। यसले मलाई साँच्चीकै भने कि हो यसले भन्नुहुन्छ।
अस्ति नै त्यो मैले त्यो चुरोटला प्र्याङ्क गरेको थिएँ नि मम्मीलाई, त्यो भिडियो हेर्नु बसेन भने चाहिँ तल म डिस्क्रिप्सनमा त्यो भिडियोको लिङ्क राखिदिन्छु, हेरिहाल्नु है त। त्यो भिडियो चाहिँ मैले मम्मीलाई प्र्याङ्क भने होइन, अनि मम्मीले चाहिँ के सोच्नु भएछ भने बिचरा रातभरि सुत्नु भएन छ के, अनि जय पनि निम्तो मान्न जानुभयो, अनि म पनि यता जानु परेको थियो। यसले कोही नभएको बेलामा साँच्चीकै खाकी हो भन्नुभएछ। अनि कतिसम्म सोच्नु भएछ भने मेरो मम्मीले, अब चाहिँ यसलाई मैले ओडाबाट एउटा ओडाध्यक्षको सिग्नेचर गरेको पेपर लिएर आउँछु, अनि जयलाई पनि बोलाउँछु, बेलुका माथि घरमा खाना बनाउँछु, अनि खाना बोलाउँछु दुवैजनालाई। अनि त्यसपछि बाबाको अगाडि सबैको अगाडि राखेर चाहिँ अबबाट कहिले पनि खाँदिनँ भनेर यसमा सिग्नेचर नि होइन, औठा छाप लगाएर अनि भिडियो गरेर राख्छु भन्नेसम्म सोचिसक्नु भएको रहेछ क्या। किनभने मैले युट्युब च्यानल खोलेको भनेर मैले मेरो मम्मीलाई भनेकै थिइनँ, अनि हामीलाई मात्र थाहा थियो। सो त्यही भएर पनि होला कि बिचरा मम्मी कति धेरै माया लाग्यो है। पछि त पत्याउँदै नपत्याउनु भएको क्या, अनि भाइले होइन कि होइन भन्यो। अनि पछि मैले मेरो भिडियो पनि मम्मीले चाहिँ युट्युब त्यति हेर्न नि भ्याउनुहुन्न, एउटा मिटिङहरू भइराखेको हुन्छ बिचरा, त्यही भएर नि फुर्सदै छैन क्या। टिकटकहरू हेर्नुहुन्छ, हेरिहाले पनि युट्युब हेर्ने बानी नै छैन मम्मीको, अनि चाहिँ त्यही भएर नि होला। अनि पछि अनि भोलिपल्ट अनि मैले भिडियो त त्यही दिन बेलुका हालेको थिएँ, तर मम्मीले हेर्नुभएको थिएन। अनि भोलिपल्ट चाहिँ मम्मीले हेर्नुभयो, अनि भन्नुभयो नि योबाट चाहिँ के हुन्छ पनि भन्नुभएको थियो। अनि योबाट चाहिँ राम्रो हुन्छ, धेरैजनाले माया गर्नुहुन्छ, पछि हामीले पैसा पनि कमाउन सक्छौँ योबाट राम्रो गर्दै गयौँ भनेको हो र। उसो भने सधैँ बनाऊँ न, तर म यस्तै भिडियोहरू हँसाउनुहुन्छ। त्यो साथीहरू धेरै बोले है, म छिटो बनाएर राख्न पनि सक्छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। केही सुधार्नु पर्ने कुरा भएछ भने म पक्कै पनि सुधार गर्ने नै छु। अन्तिममा मेरो भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला, सब्सक्राइब गरेर घन्टी पनि टिङ्ग बजाउन नबिर्सिनु होला है त। थ्याङ्क यू।